त्रिभुवन विश्वविद्यालयको कम्पाउन्डभित्र बनेको नेपालीहरूले ट्याक्स तिरेको पैसाबाट स्टेडियम यो त्रिभुवन विश्वविद्यालय गौरव हो। यो भत्काउने भन्ने कुरा यो संरचनालाई अब अझ म्यानेज गर्नुपर्ने संरचनाको संरक्षण गर्ने त्रिभुवन विश्वविद्यालयको दायित्व हो। अहिले सोसियल मिडियामा आएको कुरा चाहिँ त्यति सत्य होइन, किनभने हामीले यो खाली गर्नको लागि हाम्रा अरू जग्गामा भएका विवाद जस्तै यसलाई पनि हामीले पत्र काटिसके अफिसियली। अहिले क्यानसँगको हाम्रो भएको सम्झौता यो महिनाको अन्त्यमा सकिँदैछ। अब यसलाई भत्काउने होइन, संरक्षण गर्ने। त्रिभुवन विश्वविद्यालयले आफ्नो म्यानेजमेन्टभित्र ल्याएर नेपाल सरकारसँग डिटेल छलफल गरेर यसलाई कसरी आगामी दिनमा त्रिभुवन विश्वविद्यालयमा भएको एकाडेमिक गतिविधिलाई नबिग्रिने गरी अप्ठ्यारो नपर्ने कसरी सञ्चालन गर्न सकिन्छ र यो स्टेडियमलाई कसरी चाहिँ व्यवस्थित तरिकाले सञ्चालन गर्न सकिन्छ भन्ने कुरामा हामी छलफल गर्दै आगामी दिनमा कसरी सञ्चालन गर्ने भन्ने कुरामा डिटेल वर्कआउट हुन्छ। त्यसमा त्रिभुवन विश्वविद्यालय पदाधिकारी नेपाल सरकारसँग बसेर हामी छलफल गर्छौँ। त्यस्तै पनि खेलकुदका विज्ञहरूलाई पनि हामी निम्त्याउँछौँ। तर भत्काउने भन्ने कुरो बनेको संरचना कोही भत्काउँछौँ, त्यो त हाम्रो भर्खर बनेको छ। तर हामी के कुरामा क्लियर छ भने यसको सेकेन्ड फेज प्रोजेक्ट बन्न सक्दैन, किन यसले ठुलो इम्प्याक्ट पर्छ त्रिभुवन विश्वविद्यालयको पठन पाठनमा र त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा। हाम्रो गर्ल होस्टेल छ, त्यहाँ हाम्रो चाहिँ हस्पिटल छ, आयुर्वेद हस्पिटल छ। यी कुरालाई हेरेर अहिले भइरहेको संरचनालाई दिगो रूपमा व्यवस्थित तरिकाले कसरी सञ्चालन गर्ने भन्नेमा चाहिँ एउटा गाइडलाइन बनाइन्छ, एउटा चाहिँ डकुमेन्ट बनाएर त्यसलाई कसरी अपरेसनमा जाने भन्ने छलफल गर्छौँ। त्यस कारणले यो अहिले जुन सोसियल मिडियामा आएको भत्काउने अथवा चाहिँ सरकार र विश्वविद्यालय बीचमा जुन फाटो ल्याउने जुन केही सोचहरू देखिन्छ त्यो चाहिँ कम्प्लिटली रङ कुरा हो। यसलाई आगामी दिन अझै यसमा भएका कन्फ्युजनहरू हामी बसेर नेपाल सरकार र विश्वविद्यालयको पदाधिकारी हामी छलफल गर्छौँ र त्यसरी अगाडि बढ्छौँ। थ्याङ्क यू सर।